बुटीको खाना चाहिँ दामी रहेछ क्या। बुटीको यस्तै बुटी त हामी जिन्दगीमा लाइफमा कहीँ पाड्नु होला जस्तो लाग्छ हामीलाई। नमस्ते सबैजना, सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु होइन। हाम्रो चाहिँ एउटा खाना खाने बेला भइसकेको छ होइन। अब तपाईँलाई खाना खाने देखाउँछु मेरो भिडियोहरू कस्तो लाग्छ। म तपाईँलाई एकदमै स्पेसली भिडियो बनाउने छु, तपाईँहरू हेर्नु होला होइन। लाइक कमेन्ट गर्नु होला साथीहरू होइन, कस्तो लाग्छ। थ्याङ्क यू सो मच है। साथीहरू मेरो हाम्रो आज खाना हुनेछ टुलीहरूको होइन। यस्तै खाना खानु पर्ने भयो। तपाईहरुले ल के खानुहुन्छ, यो खानुहुन्छ कि यो खानुहुन्छ? हाम्रो ठेडार अङ्कल हुनुहुन्छ उहाँ चाहिँ होइन। हाम्रो जिम्मी भन्ने कुरो यस्तै छ कि केटाहरुलाई चाहिँ नि यही दिन्छु म। भाइ बड्डाहरुले चाहिँ नि बड्डाहरुलाई यो दिन्छु। ल उहाँ जति पनि हुनुहुन्छ सबै चौरजारीका हुनुहुन्छ। रुकुम चौरजारी, म चाहिँ कहाँ हो? रुकुम 8 बिस्कुट नगरपालिका फुलीबार फुको है। उहाँ चाहिँ कहाँ हो हजुरहरूको? चौरजारी नगरपालिका। यस यस्तो हो जिम्मी। हेर्नु गाइस, तपाईँलाई कस्तो लाग्छ? ए हाम्रो यता काम चाहिँ यता चलिरहेको छ होइन। हामी चाहिँ यता खाना भर्खर कति बज्यो, अहिले बजिसक्यो होइन। अहिले चाहिँ खाना हुनेछ हाम्रो ठेल पनि। यहाँलाई मेरो चाहिँ लालबहादुर मामाको चाहिँ अहिले चाहिँ एउटा थरुनीलाई विवाह गरिदिनु पर्ने छ। यस यस हाम्रो बाजे कता हुनुहुन्छ? यता यस्तो हो जिन्दगी गाइस। हाम्रो जिन्दगी हेडर अङ्कलले चाहिँ दाल हाल्दै हुनुहुन्छ। हेर्ने कि गाइस पुरै उठ्छ त। यो त के भन्छ अरे त्यो पेट गर्व भइबाट पुरै खेलायो जस्तो हो। ल होइन हामीसँग खाना बस्यौँ होइन गाइस। तपाईँले चाहिँ लास्टसम्म हेर्नु होला हाम्रो भिडियो कस्तो लाग्छ। यही हो हाम्रो जिन्दगी भन्नु बाजे। के भन्नु चाहनुहुन्छ तपाईँहरूले पक्रीलाई? ल तपाईँहरूले राम्रोसँग खानुहोस्। आज मौसम खराब छ। अब 1 बजीतिर खाना खाएर अब तपाईँ रोममा गए पनि हुन्छ है। यस यस्तै ठेडार हामी कहाँ पाउला यार। हाम्रो ठेडार त भाग्यमानी ठेडार पाउनु भएको छ होइन। ल गाजल त खरा छैन होइन, गाह्रो पर्छ कि। यही हो हाम्रो बसाइ होइन। मलाई